ल हाम्रो यहाँ यिनीहरू भाइले गाउँको एकदमै लोकल अर्ग्यानिक ढिँडो ओडाल्दै हुनुहुन्छ है ढिँडो यस पारा ल्याँदै हुन्छ भाइले ढिँडो ओडाल्ने फर्स्ट टाइम हो भाइ ढिँडो ओडाल्ने होइन नि तरिकाहरू सिकाएर जस्तो लाग्यो भाइ सिकाएर जस्तो लाग्यो हेर्दाखेरि मान्छे पुरानै हो फेरि ताइने पर्दो रहेछ त्यो मिलेन होइन मिल्छ आफ्नो हात जता पर्छ धेरै जता पर्यो त्यति जस्तै ओबाउने चाहिँ फेरि के कसरी भन्ने ओबाउने यस्तो राखिदिएपछि आफ्नो उभिएर बस्छ पाक्नलाई समय चाहियो नि त यस्तो होइन छर्कियो भने त ठिक छ त्यस्तो होइन सिलाएर बनाएको सिलाएर बनाउँछ नि हो कुकुर बनाउँछ ठिक छ किन भाइ कुकुर बनाएको तपाईँलाई आएन तपाईँलाई आएन पारा मिल्ने क्या अलि ल भयो तपाईँ फेल म नि फेल भयो तपाईँ फेल भयो यो पारा यिनीहरू सागको पारा खै सृष्टिको परम्पराको खाना ढिँडो ओडाल्ने तरिका इन्जिनियर पारा ओडाल्नु न अब झन् उहाँलाई किटी पारा ओडालेको थियो क्या कसरी ओडाल्नु त्यो दाबीले चाहिँ घुमाउनु पऱ्यो नि सर घुमाउनु चाहिँ परेन अलिकति छर्के पारेर ल्याम्ने पारेर घुम्नु पऱ्यो नि है हो नहुने अब यसरी गर्ने पनि भयो यसरी गर्दा पनि भयो आफूलाई हात जहाँबाट लाग्छ मलाई कति सजिलो छ है हेर्नु कस्तो सजिलो हामी त दाबी हाल्नु सक्दैन मैले आफू भन्दाखेरि नखाएन हुन्छ